सर हजुरको माइक अन नै छ। बोल्न सक्नुहुन्छ है त। शिवराम सर। मैले बोलिसकेँ सर, यति हो ओके मेरो हस्, कुराकानी। थ्याङ्क यू सर, थ्याङ्क यू सो मच। मैले माइक म्युट गरिदिएँ है। सो नेक्स्ट हाम्रो बिचमा किरण सर हुनुहुन्छ। किरण सर, म हजुरको परिचय दिनुहुन अनुरोध गर्न चाहेँ यहाँनिर। सबैलाई नमस्ते। म नमस्कार चाहिँ हजुर। यहाँ पश्चिम कञ्चनपुरबाट, मेरो नाम चाहिँ किरण विक। ओके। मेरो अध्ययन चाहिँ अहिले 12 पास आउट। ओके। ओके, सो यति नै हो नि त। धन्यवाद है त। त्यस पछाडि मदन सुवेदी सर हुनुहुन्छ। मदन सर, मैले हजुरलाई पनि अनम्युटको रिक्वेस्ट पठाइदिएको छु। यस प्लिज, वेलकम सर। मदन सर, सुन्दै हुनुहुन्छ मलाई? आवाज आएको छैन, हजुरले सुनिरहेको बोल्नुभयो? छु। यस प्लिज। नमस्कार हजुर, म मदन सुवेदी नवलपरासीदेखि, ओके। र म ड्राइभिङ व्यवसायी हो। तपाईँको मैले एडभर्टाइज हेरेको थिएँ, यस। अनि यसो पहिला फ्री क्लास लिएर हेरौँ कस्तो हुँदो रहेछ, मैले बुझ्न सक्छु कि सक्दिनँ होइन। ओके। अनि बुझ्न सक्ने जस्तो भयो भने क्लास लिउँ, अनि हामीहरूलाई त आफ्नै विज्ञापन बनाइरहनु पर्छ भनेर आज यहाँ जोइन भएको छु सर। अब ओके। आजको क्लास, अहिले अब हजुरको क्लास पछि कस्तो हुन्छ त्यही हिसाबले अगाडि बढ्ने हो सर। ओके सर, थ्याङ्क अनि यू। ल, धन्यवाद सर। धन्यवाद। ओके, त्यस पछाडि ऋषिराम खत्री सर हुनुहुन्छ हाम्रो बिचमा। ऋषिराम सर, सुन्दै हुनुहुन्छ भने प्लिज म हजुरलाई पनि स्वागत गर्न चाहन्छु है त। तपाईँको स्क्रिनमा एउटा अनम्युटको अप्सन आएको छ होला सर। ऋषिराम सर। ओके, सो शुभम देवकोटा सर, हजुरलाई मैले इन्भाइट गरेँ है। सम्पूर्णमा नमस्ते। मेरो नाम शुभम देवकोटा। मेरो घर चाहिँ दाङ सुकुम्पा महानगरपालिका। मेरो सरले चाहिँ पहिल्यैदेखि मलाई चिनिराख्नु भएको छ। मैले योभन्दा अगाडि क्लास लिएको थिएँ। यति नै भने धन्यवाद। ओके, थ्याङ्क यू सर। त्यस पछाडि हाम्रो बिचमा हुनुहुन्छ प्रताप मगर सर। मैले हजुरलाई पनि इन्भाइट गरेँ सर है। अलिक फास्ट गएँ म। सो प्रताप सर, यस प्लिज, वेलकम सर। हेलो, नमस्कार हजुर, नमस्कार सर। म मुस्ताङदेखि हो। मैले यो क्लास पहिला क्यापकट चितवनमा अलिअलि मैले पनि सिकेको थिएँ। अब अलिकति त्यहाँ अलिक अपुरो जस्तो लाग्यो मलाई। ओके। त्यही भएर हजुरको क्लास कस्तो हुन्छ, त्यसपछि क्लास जोइन लिने कि अनलाइन क्लास भन्ने सोचले आज फ्री क्लास लिइरहेको छु ओके, है हस्, त सर। थ्याङ्क यू सर। हस् सर। त्यस पछाडि हामीसँग हुनुहुन्छ मोहन गुप्ता सर। मोहन सर, नमस्कार। हजुरलाई पनि स्वागत गर्न चाहेँ मैले है त। प्लिज वेलकम। अनम्युटको। ओके, सो अब म सुभाष नेउपाने सर आउनु भएको छ। म सुभाष नेउपाने सर, हजुरलाई म इन्भाइट गर्न चाहन्छु आफ्नो परिचय दिनको लागि है त। ओके, सो थ्याङ्क यू सो मच एभ्री वान। फेरि पनि म तपाईँहरू सबैलाई धन्यवाद दिँदै म क्लासलाई सुरु सर गर्छु। र हेलो। माइक म्युट नै राखिदिनु होला है। बिचमा माइक केही सोध्नु पर्यो भने ह्यान्ड रेज गर्न सक्नुहुन्छ, या त तपाईँले माइक अनम्युट गरेर पनि सोध्न सक्नुहुन्छ। मैले स्क्रिन सेयर गरिसके पछाडि मलाई चाहिँ यहाँ स्क्रिनमा कसले म्यासेज गर्नुभयो भन्ने कुरा चाहिँ थाहा हुँदैन। सो प्लिज तपाईँले आफैले माइक अनम्युट गरेर सोध्न सक्नुहुन्छ है। अब सुरुमा चाहिँ हामी डिस्कस गरौँ क्यापकट के हो त होइन। म एकदम बेसिकबाट जान्छु। क्यापकट भनेको अहिलेको समयको सबैभन्दा इजी, युज गर्नको लागि एकदमै इजी र एकदमै सजिलो खालको टुल्स हो भिडियो एडिटिङको लागि है। र भिडियो एडिटिङको कुरा गर्दै गर्दाखेरि मार्केटमा एउटा यो के भन्छ, क्यापकट मात्रै छैन क्या, धेरैवटा टुल्सहरू छन्। बट तपाईँले, मैले क्यापकट नै किन सिकाउन लागेको त भन्दा, मैले तपाईँको प्रिमियर प्रोहरू पनि हेरेको छु, चलाउँछु अलिअलि है। सो तिनीहरू चाहिँ अलिकति एडभान्स खालको
सफ्टवेयरहरू हो क्या, राइट। प्रिमियर प्रो एक सफ्टवेयर हो जसमा चाहिँ तपाईँ हामीले मजाले आफ्नो भिडियोहरूलाई एडिट गर्न सक्छौँ, बट त्यो अलिकति एडभान्स खालको हो। बट क्यापकट जुन छ त्यो एकदमै इजी प्लस युजर फ्रेन्डली छ क्या। तपाईँ हामीले आफ्नो मोबाइलबाटै पनि शानदार भिडियोहरू एडिट गर्न सक्छौँ। बट अहिले चाहिँ म तपाईँहरूलाई मेरो ल्यापटपबाटै सिकाउनेवाला छु है। मेरो फोनबाट भन्दा पनि ल्यापटपबाट सिकायो भने बेटर होला। र एकचोटि हजुरहरूले मलाई च्याट गरेर भनिदिनुहोस् हजुरहरूसँग मोबाइल छ या ल्यापटप छ, म त्यही अनुसारले अगाडि बढ्छु है। मोबाइल छ भने मोबाइलको बेसिसमा हामी जान्छौँ। मोबाइल त डेफिनेटली हरेक व्यक्तिसँग छ, राइट। बट यदि हजुरहरूसँग ल्यापटप छ भने ल्यापटपको हिसाबले पनि अगाडि बढ्छु म है। ओके, ल्यापटप छ दिपक सरसँग, नवलेज सरसँग मोबाइल छ, ऋषि सरसँग मोबाइल छ। ओके, आधासँग ल्यापटप छ आधासँग मोबाइल छ, राइट। सो ठिक छ, नो प्रब्लम। अलमोस्ट इन्टरफेसहरू समथिङ उस्तै उस्तै हुन्छ। सो म आधी घन्टा मोबाइलबाट र आधी घन्टा ल्यापटपबाट तपाईँहरूलाई देखाउने कोसिस गर्छु कि हामी कसरी अ, यसमा एडिटिङहरू गर्न सक्छौँ, कसरी कामहरू गर्न सक्छौँ। ओके, सो सिम्पली जसले युज गरिराख्नु भएको छ तपाईँलाई थाहा छ होला कि क्यापकटको इन्टरफेस के हो होइन, त्यसमा के टुल्सहरू हुन्छ, कसरी प्रयोग गर्न सकिन्छ, एभ्रिथिङ कुराहरू तपाईँलाई थाहा छ होला। बट म चाहिँ तपाईँहरूलाई एकदमै बेसिकदेखि है, एकदमै बेसिक मतलब तपाईँले आफ्नो ल्यापटपमा आफ्नो मोबाइलमा कसरी डाउनलोड गर्न सक्नुहुन्छ, इन्स्टल गर्न सक्नुहुन्छदेखि लिएर कसरी एक प्रोफेसनल भिडियो एडिट गरेर त्यसलाई एक्सपोर्ट गर्न सक्नुहुन्छ त्यो लेभलसम्मको सबै कुराहरू सिकाउने कोसिस गर्छु। बट सबै कुराहरू यसमा समेटिँदैन। सो तपाईँले त्यो कुरा पनि बुझ्नु होला है। म तपाईँहरूलाई त्यो हाम्रो भोलिको क्लासकै लागि लिनु होला नै भनेर सेयर गर्न गइराखेको छैन। म चाहिँ तपाईँहरूले यहाँनिर पनि एक शानदार स्किल सिक्नुहोस् ताकि तपाईँले भोलिको दिनमा त्यो युज गर्न सक्नुहुन्छ भन्ने हिसाबले म सेयर गर्न जाँदैछु है। ओके, सो मैले मेरो स्क्रिनलाई सेयर गरेँ। आई होप स्क्रिन सेयर भएको हुनुपर्छ है। स्क्रिन सेयर छ, राइट। सो यहाँनिर अहिले पनि म्यासेज आइरहेको रहेछ, म अब यसलाई बन्द गरिदिन्छु। ओके, सो हाम्रो रेकर्डिङ पनि स्टार्ट छ अनि मैले स्क्रिन पनि सेयर गरेँ। र सुरुमा क्यापकट भनेको लाइक तपाईँको पिसीमा तपाईँको ल्यापटपमा हुनुपर्छ। यो चाहिँ क्यापकट हो है। क्यापकटको लोगो यस्तो हुन्छ। तपाईँहरूले नर्मल्ली वेबसाइटमा गएर ल्यापटप यदि ल्यापटप डेस्कटप केही पनि युज गर्नुहुन्छ भने तपाईँ आफ्नो कुनै पनि ब्राउजर है, जो ब्राउजर तपाईँले युज गर्नुहुन्छ त्यसमा गएर तपाईँले सर्च गर्न सक्नुहुन्छ। लाइक मैले मेरोमा त अलरेडी डाउनलोड छ, बट म तपाईँहरूलाई देखाउनुको लागि यहाँनिर सर्च गरेर देखाउँछु। वेट अ मिनट, यो बारलाई हटाउँ होइन। ओके, सो ओके, सो यहाँनिर तपाईँले यो मैले प्राय क्रोम चलाउँछु। सो यसमा मैले तपाईँको सर्च गरेँ क्यापकट होइन। सो क्यापकट सर्च गर्ने बित्तिकै आइहाल्छ। र यहाँनिर यो क्यापकट डेस्कटप भिडियो एडिटर भनेर देखाउँछ। र त्यही चिजलाई तपाईँले मोबाइल प्ले स्टोरमा एप स्टोरमा तपाईँले एप्पलको कुनै पनि डिभाइस चलाउनुहुन्छ भने एप स्टोरमा सर्च गर्नुहोला। यदि तपाईँले एन्ड्रोइड चलाउनुहुन्छ भने चाहिँ प्ले स्टोरमा सर्च गर्नुहोला, राइट। सो यहाँनिर तपाईँले डाउनलोड भनेर सर्च गर्ने बित्तिकै पनि डाउनलोडको लागि आइहाल्छ है। डाउनलोड पिसी 2025 समथिङ आएको छ। अब यहाँबाट तपाईँले सजिलैसँगले डाउनलोड गर्न सक्नुहुन्छ, इन्स्टल गर्न सक्नुहुन्छ। यहाँ धेरैवटा अलग अलग वेबसाइट्सहरू दिएका छन्। लाइक यहाँनिर यो प्ले स्टोर पनि दिएको छ, राइट। सो यसमा पनि पाउनुहुन्छ, यसमा पनि पाउनुहुन्छ। जहाँबाट तपाईँलाई सजिलो लाग्छ आफ्नो फोनमा आफ्नो पिसीमा डाउनलोड गर्नुहोला है। म चाहिँ के रिकमेन्ड गर्छु भने तपाईँले मोबाइलबाट पनि इजिली एडिटहरू गर्न सक्नुहुन्छ। बट तपाईँसँग पिसी छ भने चाहिँ अलिकति प्रोफेसनल लेभलमा गर्न सकिन्छ। किन भन्दाखेरि पिसीको स्क्रिन ठुलो हुन्छ, तपाईँले हरेक कुराहरूलाई चाहिँ मजाले भिजिबल भएर हेर्न सक्नुहुन्छ, राइट। सो यो डाउनलोड गरिसके पछाडि तपाईँले इमेलबाट लगइन गर्नुहोला। हामी भोलि तपाईँहरू जसले पनि कोर्स इनरोल गर्नुहुन्छ तपाईँहरूलाई हामी क्यापकट प्रो प्रोभाइड गराइदिन्छौँ। बट आज चाहिँ म तपाईँहरूलाई फ्रीबाट कसरी काम गर्न सकिन्छ त्यो सिकाउँछु। मेरोमा चाहिँ प्रो छ है। यसमा यो चाहिँ हाम्रो क्यापकटको इन्टरफेस हो। म यसलाई हटाइदिइहालेँ। ओके, सो यसलाई पनि माथितिर राख्छु म।
ओके, सो यो चाहिँ हाम्रो क्यापकटको इन्टरफेस हो है। भनेको यही भित्र तपाईँ हामीले गरेका कामहरू यहाँनिर देखाउँछ। लाइक मैले यो यति यति धेरै भिडियोहरू यहाँनिर एडिट गरेको छु, राइट। सो अब यो लेफ्ट साइडमा जुन बार छ यहाँनिर तपाईँको प्रोफाइलसँग रिलेटेड कुराहरू राखेको हुन्छ। लाइक यहाँनिर हेर्नुहुन्छ भने यो चाहिँ मेरो मैले यो अरूबाट किनेको हो, त्यो भएको हुनाले यहाँ मेरो नाम छैन, राइट। सो यो चाहिँ हाम्रो प्रोफाइल को सेक्सन भयो, यहाँनिर होम हुन्छ होइन। अब यो स्पेस भनेको चाहिँ तपाईँले जे कुराहरू पनि यसमा एडिट गर्नुहुन्छ त्यो तपाईँको के भन्छ यो कोल्डमा गएर बस्छ कि है। अनि त्यस पछाडि क्रिएट अर जोइन, यहाँनिर यो सिम्पल यति अप्सन्सहरू छ। बट हामीलाई एक्चुली चाहिने चिज भनेको यहाँनिर पनि धेरै चिज छ, लङ भिडियो टु सर्ट होइन। एआईबाट तपाईँसँग कुनै लामो भिडियो छ भने त्यसलाई छोट्याउन सक्नुहुन्छ। बट यो एआई टुल्स हो है, यहाँनिर जति पनि टुल्सहरू दिएका छन् यी सबै एआई टुल्सहरू हुन्। अनि एआईबाट तपाईँले भिडियो क्रिएट गर्न सक्नुहुन्छ प्रम्प्ट दिएर। अनि तपाईँले यो आफूले एडिट गर्दै गरेको स्क्रिनलाई पनि रेकर्ड गर्न सक्नुहुन्छ है। अहिले जस्तो हामीले यो गरिराख्दाखेरि यहाँनिर मैले क्लिक गर्छु भने यो स्क्रिन रेकर्डर स्टार्ट हुन्छ कि है। बट अहिले हामी यो नगरौँ। त्यस पछाडि यहाँनिर एआई भिडियो छ, एआई इमेज छ। अनि भिडियो ट्रान्सलेटर भनेको तपाईँले नेपालीमा बनाएको भिडियोको तल सबटाइटल इङ्ग्लिसमा आउने बनाउन सक्नुहुन्छ। अनि एआई डायलगहरू बनाउन सक्नुहुन्छ है। फेसन मोडलहरू यहाँबाट लिन सक्नुहुन्छ। टेक्स्ट टु स्पिच भनेको तपाईँले केही कुरा लेख्नुहुन्छ र त्यसलाई चाहिँ बोलेको बनाउनुहुन्छ। बट हामी कोही पनि टुल्सहरू युज गर्दैनौँ है। यहाँदेखि लिएर यो भागको पनि केही पनि हामी प्रयोग गर्दैनौँ। अनि यहाँनिरको यति यो एआई टुल्सहरू पनि प्रयोग गर्दैनौँ। यदि तपाईँलाई चाहियो भने चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। बट चाहिएन भने चाहिँ जस्तो नर्मल्ली एआई क्यापकटमा त्यति धेरै एडभान्स छैन कि होइन। हामी एडभान्स भयो भने एक्ज्याक्टली हामीले चाहे जस्तो रिजल्ट दिन सक्यो भने त यसमा काम गर्नु एकदमै बेस्ट हो। बट तपाईँले प्रम्प्ट दिनुभयो, राम्रो खालको रिजल्ट दिएन भने त काम छैन नि त होइन। अहिलेसम्मकै सबैभन्दा भिडियो क्रिएसन होस् या इमेज क्रिएसनमा गुगल जेमिनाई एकदमै राम्रो रिजल्ट दिन्छ। सो तपाईँ त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि यो जुन ठुलो यहाँनिर एउटा भाग देखिराख्नु भएको छ यो भागमा हामीले काम गर्ने है। क्रिएट प्रोजेक्ट भनेको तपाईँले एकदमै जिरोबाट, अब यसमा टेम्प्लेटहरू यहाँनिर देखाएको हुँदैन। मोबाइलमा चाहिँ टेम्प्लेट्सहरू पनि दिन्छ। टेम्प्लेट भनेको चाहिँ अलरेडी कसैले गरेको हो, अर्थात् अलरेडी कसैले एडिट गरेको चिजहरूमा तपाईँले आफ्नो भिडियोहरू आफ्नो फोटोजहरू प्रयोग गरेर भिडियो बनाउन सक्नुहुन्छ है। बट यहाँनिर चाहिँ हामी स्क्रैचबाट काम गर्छौँ भनेको टोटल्ली जिरोबाट काम गर्छौँ है। यो अहिले रेकर्डिङ यहाँ देखायो, यसलाई मैले हटाइदिइहाल्छु। अघि नै मैले थिचेँ नै अहिले देखाउँछु। यो अलिकति स्लो चलेर रहेछ कि होइन। ओके, सो यसरी तपाईँले यो स्क्रिन रेकर्डर छ नि, यसबाट चाहिँ अब तपाईँले यो काम गर्दै गरेको यहाँनिर रेकर्ड भइराखेको छ कि 2 घन्टासम्मको तपाईँले नर्मल्ली यहाँनिर भिडियो रेकर्ड गर्न सक्नुहुन्छ। लाइक तपाईँ हामीले देखेका हुन्छ नि त युट्युबतिर कसैले आफू साइडतिर बोल्दै गरेको अनि भिडियो एडिटिङ सिकाउँदै गरेको या त्यस्तो केही कुराहरू हामी भेट्छौँ नि, त्यो चाहिँ यसैबाट गर्न सकिन्छ कि कसैले च्याट गर्नुभएको हामीलाई छैन नि होइन, गर्नुभयो भने पनि देखिने रहेछ यहाँनिर। ओके, सो म क्रिएट प्रोजेक्टमा क्लिक गर्छु र क्रिएट प्रोजेक्टमा क्लिक गरिसके पछाडि अब मेन कुरा चाहिँ हामीलाई चाहिने यति भाग हो कि यसैभित्र हामीले आफ्नो एडिटिङहरू गर्छौँ। अब एकदमै थ्योरिटिकल कुराहरू चाहिँ म भन्दिनँ, यहाँनिर चाहिँ हामी स्पेसल्ली कसरी काम गर्न सकिन्छ त्यो कुराहरू हेर्छौँ है। अब यहाँनिर लेफ्ट साइडमा हेर्नुहुन्छ भने यो एक म यसलाई स्क्रिनसट लिएर तपाईँलाई क्यानभामा गएर देखाउँछु है त। वेट अ मिनट। ओके, सो यो क्यानभा भनेको ग्राफिक डिजाइन टुल्स हो है। मैले व्हाइट बोर्डमा तपाईँलाई यो देखाउनुको लागि जस्ट यहाँनिर लिएर आएको हो। अलिकति स्लो चलेको छ, मेरो आवाज आएको छैन भने चाहिँ भनिदिनु होला है त।
सबैको ओके सो म कन्ट्रोल भी गरेर यहाँनिर पेस्ट गर्छु जस तपाईँहरूलाई देखाउनको लागि मैले यो ओपन गरेको यसमा जानुपर्छ भन्ने त होइन एकदम मजाले एक्सप्लेन गरौँ भनेको यसले लेट गर्यो मैले यो हटाइदिइहालेँ है त अब यसैमा म सिकाउँछु लाइक यहाँ टपमा हेर्नुहुन्छ भने यहाँनिर एउटा सेक्सन्स अलग छ है अनि त्यस पछाडि यतापट्टि अलग छ अनि यो भाग अलग छ राइट त्यस पछाडि यहाँनिर एआई जो बाहिर हामीले तपाईँ मैले योभन्दा बाहिर जो देखाएको थिएँ एआई मिडिया एआई अवतार अनि रेकर्ड यो सबै कुराहरू यहाँ पनि छ र मेन कुरा चाहिँ हामीलाई काम लाग्ने यहाँनिरको अनि त्यस पछाडि यो भाग र यतापट्टिको भाग हो है सो यसलाई चाहिँ टाइमलाइन भन्छ यहाँ तल जुन ड्र्याग मेटेरियल हियर एन्ड स्टार्ट टु क्रिएट भनेको छ यसमा चाहिँ हामीले स्पेसल्ली के गर्छौँ यो भाग भनेको हाम्रो लागि टाइमलाइन हो र टाइमलाइनले टाइमलाइनले के गर्छ भने तपाईँको भिडियोको लेन्थ कति छ तपाईँले एडिट गर्दै गर्दाखेरि चाहिने कुराहरू हरेक कुरा त्यहाँनिर देखाउँछ सो वेट अ मिनट मेरो मैले भिडियो रेकर्ड पनि गरेको छु र त्यो रेकर्डेड भिडियो तपाईँलाई यहाँनिर ल्याउँछु है ओके सो एकै मिनट ओके सो म मेरो भिडियो ल्याउँछु सुरुमा किनभने तपाईँसँग र मेटेरियल भन्छ क्या होइन केही पनि चिज बनाउनु अगाडि तपाईँसँग र मेटेरियल हुनुपर्छ भनेको मसँग अहिले र मेटेरियलको रूपमा मेरो मैले अघि रेकर्ड जस्ट तपाईँहरूलाई देखाउनु पर्छ यो कुराहरू एडिट गरेर देखाउनु पर्छ भनेर एउटा भिडियो रेकर्ड गरेको थिएँ त्यो भिडियो चाहिँ म यहाँनिर ल्याउँछु एक मिनट के को हुन्छ है ओके सो यहाँनिर मेरो भिडियो हुनुपर्छ यो भिडियो मेरो अघि मैले रेकर्ड गरेको भिडियो है अब यसलाई मैले कट गरेर मेरो पिसीमा राख्छु भनेर एन्ड के भइरहेको छ किन हल्लिरहेको लोकेसन है सेयर नै भएन कि ट्याङ्की ट्याङ्क मात्रै हुन्छ त ओके यो मेरो र मेटेरियल हो होइन यो 15 सेकेन्डको भिडियो छ बट कति मिनटको छ 1 मिनट 4 सेकेन्डको छ राइट सो म यसलाई डेस्कटपमा लिएर यहाँनिर राखिदिन्छु एन्ड वेट अ मिनट ओके सो अब हाम्रो प्रतीक्षाको घडी सकियो राइट सो अब म सिधा एडिटिङतिर जान्छु है त अब तपाईँलाई प्र्याक्टिकल्ली गरेर देखायो भने धेरै कुराको नलेज हुन्छ लाइक अब यहाँनिर हेर्नुहुन्छ भने यो मिडिया भन्ने अप्सन छ मिडिया भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको फोटो तपाईँको भिडियो जो पनि तपाईँको स्टक फुटेजहरू राख्नु भएको छ या केही पनि राख्नु भएको छ भने चाहिँ माइक म्युट गरिदिनुहोस् न प्लिज है माइक अनम्युट आफै गर्ने अप्सन नै हटाउनु पर्छ जस्तो लाग्यो मलाई फेरि ओके सो अब यहाँनिर हेर्नुहुन्छ भने यो मिडियाको अप्सन जुन छ यहाँबाट चाहिँ हामीसँग भएको स्टक फुटेज या कुनै
र मेटेरियल मतलब तपाईँले बनाएको भिडियो या तपाईँसँग भएको फोटोलाई चाहिँ यहाँनिर टाइमलाइनमा ल्याउनुको लागि यहाँ इम्पोर्ट गर्नुको लागि यो अप्सन्स हुन्छ। अनि त्यस पछाडि अडियो, तपाईँले आफ्नो भिडियोमा कुनै अडियो इम्पोर्ट गर्नु पर्यो, लाइक तपाईँको ब्याकग्राउन्ड म्युजिक भयो या कुनै लाइक टाइप माउसहरू चलाएको या टाइपिङको आवाजहरू, होइन, जुन पनि तपाईँको भिडियोमा आवश्यक पर्ने चिजहरू छ सबै कुराहरू अडियो यहाँबाट हुन्छ। त्यस पछाडि यो टेक्स्टको अप्सन हुन्छ। यो टेक्स्ट भनेको के हो भन्दाखेरि हामीले आफ्नो भिडियोको अगाडि, जस्तो हामीले बोल्दै गर्दा अगाडि आउने भिडियो के भन्छ क्याप्सन्सहरू लेख्नु पर्यो भने चाहिँ यसको प्रयोग गरिन्छ। यो सबै कुराहरू म अहिले तपाईँलाई गरेर देखाउँछु। त्यस पछाडि स्टिकर्सहरू प्रयोग गर्न सक्नुहुन्छ। यहाँनिर टन्नै स्टिकर्सहरू छन्, राइट। सो तपाईँको डिमान्ड अनुसार तपाईँको जो भिडियो छ त्यसमा आवश्यकता अनुसार तपाईँले यहाँनिर भएका यो स्टिकर्सहरू प्रयोग गर्न सक्नुहुन्छ। र कयौँ त्यस्ता वेबसाइट छन् जहाँबाट ल्याउन पनि सकिन्छ, म तपाईँहरूलाई त्यो पनि सिकाइदिन्छु। र अर्को छ इफेक्ट। इफेक्ट भनेको के हो त भन्दाखेरि जस्तो हामीले जो भिडियो बनाउँछौँ त्यसमा कुनै इफेक्टहरू हाल्नु पर्यो, लाइक सनसेटको इफेक्ट हाल्नु पर्यो भने यो प्रयोग गर्न सक्नुभयो, फ्ल्यास ब्लरको इफेक्ट हाल्न सक्नुभयो, होइन, यहाँ टन्नै इफेक्ट्सहरू छ। अब यो सबै कुराहरू यत्तिकै नर्मल्ली हामीले युज गर्दैनौँ क्या, हाम्रो भिडियोमा आवश्यक परेको ठाउँमा मात्रै हामीले के गर्छौँ, युज गर्छौँ। ओके। त्यस पछाडि ट्रान्जेक्सन भन्ने छ। ट्रान्जेक्सन भनेको के हो त भन्दा लाइक तपाईँले भिडियो बनाउनु भयो, तपाईँको भिडियोमा कतै कट छ, अब त्यो कट या कुनै एउटा सिन चलिराखेको छ र त्यो सिनबाट नेक्स्ट कुनै अर्को सिनमा जानु छ भने हामीले ट्रान्जेक्सनको प्रयोग गर्छौँ है। र क्याप्सन्सहरू, अब यसले यो चाहिँ अलिकति पेड हो है, यो छ नि, यो पेड भर्जनमा हुन्छ। सो तपाईँले यहाँबाट अटोमेटिकल्ली तपाईँले आफ्नो बोल्दै गरेको क्याप्सन्स जस्तो पुरै तपाईँले टाइपिङ गरेर लेखिराख्नु पर्दैन के, क्यापकटले आफैले अटो क्याप्सन्स लेखिदिन्छ। अनि फिल्टर्सहरू प्रयोग गर्न सक्नुहुन्छ, यहाँनिर फिल्टर्सहरू पनि टन्नै छ। अनि त्यस पछाडि एडजस्टमेन्ट मतलब तपाईँको भिडियो छ भने त्यो भिडियोमा लाइक अलिकति मधुरो छ, अँध्यारो छ भने तपाईँले एडजस्ट गरेर हाइलाइट गर्न सक्नुभयो, उज्यालो बनाउन सक्नुभयो। र एआई अवतार छ, यसको हामी त्यति प्रयोग गर्दैनौँ। ओके। अनि त्यस पछाडि अब यहाँनिरै यो मिडियामा गइसके पछाडि अब यो इम्पोर्टमा क्लिक गर्नुहुन्छ भने तपाईँसँग भएका यो स्टक फुटेजहरू मसँग यिनीहरू छन्, यो देखायो। र मैले अहिले जस्ट भर्खरै राखेको वाला भिडियो कुन चाहिँ हो त भन्दाखेरि यो छ है। अब यसलाई म ओपन गर्छु। ओपन गरिसकेपछि यहाँनिर आयो, राइट। सो अब यहाँ तपाईँ जति पनि ओपन गर्न सक्नुहुन्छ के है, भनेको एउटा मात्रै राख्नुपर्छ भन्ने होइन, यहाँनिर तपाईँ आफ्नो मर्जीले जति पनि राख्न सक्नुहुन्छ। अनि अर्को कुरा, अब यहाँ चाहिँ कसरी ल्याउने त भन्दा यहाँ क्लिक गर्ने अनि यसरी ड्र्याग गरेर यहाँनिर ल्याउने। मोबाइलमा चाहिँ अलिकति डिफ्रेन्स हुन्छ, अलिकति फरक हुन्छ, बट ल्यापटपमा चाहिँ यो अप्सन्सहरू हुन्छ है। अब यहाँनिर अरू मिडिया भयो, होइन, मिडिया भनेको यसैभित्र भएका भिडियोहरू मतलब क्यापकटभित्र पनि टन्नै भिडियोजहरू, स्टक भिडियोजहरू हुन्छ। सो तिनीहरू प्रयोग गर्न सक्नुहुन्छ। यहाँ मिडियामा जानुभयो भने, होइन, यहाँ तपाईँले गरेका कामहरू, तपाईँको लाइब्रेरी, होइन, यहाँ एआई मिडिया यिनीहरू छ, यिनीहरू चाहिँ त्यति प्रयोग हुँदैन हाम्रो डिजाइनको मतलब यो बनाउँदै गर्दाखेरि, भिडियो एडिट गर्दै गर्दाखेरि। अब हेर्नुहोस्, ल्यापटपमा अलिकति फरक के छ भन्दाखेरि तपाईँले जस्तो तपाईँको मोबाइलमा एउटा भिडियो अपलोड गर्नुभयो, मोबाइलको क्यापकटमा चाहिँ अपलोड गर्नुभयो भने यो अप्सन्स जो यहाँ तल जो यो देखाइराखेको छ नि, यसलाई भन्छ अडियो है। यो अडियो अलग्गै देखाउँछ क्या यसमा, तर मोबाइलमा चाहिँ यसरी देखाउँदैन है। अनि जब हामीले यो अपलोड गर्छौँ, जस्तो मैले यसलाई यहाँबाट डिलिट गरेँ भने यहाँनिर कुनै पनि अप्सन्सहरू खुलेको छैन, हेर्नुहुन्छ भने है। अब यिनीहरू चाहिँ खुलेको छ, यो जुम गर्ने, जुम इन जुम आउट गर्ने, तर यो चलिराखेको छैन नि त, होइन। सो यतापट्टिको पनि केही अप्सन्सहरू खुलेको छैन। जब तपाईँले यहाँबाट यसलाई यसरी इम्पोर्ट गर्नुहुन्छ, यहाँनिर ल्याएर राख्नुहुन्छ, अब त्यस पछाडि यहाँनिर अरू अप्सन्सहरू खुल्छ के। यो अन्डु गर्ने अप्सन्स हो, होइन, यो रिडु गर्ने हो, यो कटको लागि भयो, यो पनि लाइक लेफ्ट साइडको भाग काटेर हटाउनु पर्यो भने भयो, यो राइट साइडको भाग डिलिटै गर्नुको लागि, अनि यो पुरै फाइललाई डिलिट गर्नुको लागि, होइन। यो चाहिँ एड मार्क भनेको तपाईँले कुनै ठाउँ स्पेसिफिक ठाउँबाट यो चिज स्टार्ट हुनुपर्छ भनेर सोच्नुभयो भने, लाइक मानिलिनुहोस् मेरो यहाँनिरबाट क्याप्सन्स स्टार्ट हुनुपर्छ भनेर राखेँ भने मैले यो प्रयोग गर्न सकेँ के भनेको। अब यहाँनिर यहाँनिर मेरो यो के आयो,
यो यहाँबाट क्याप्सन स्टार्ट गर्नुपर्छ भनेर यसरी मार्क देखाउँछ। सो यो तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यी साना साना टुल्सहरूले चाहिँ हामीलाई काम गर्नुको लागि एकदमै प्रोफेसनली सपोर्ट गर्छ है। मैले यसलाई हटाउँछु। अनि त्यस पछाडि यहाँनिर क्रपको अप्सन छ भनेको तपाईँको यो भिडियोलाई केही काट्नु छ भने चाहिँ क्रप गर्न सक्नुहुन्छ अनवान्टेड पार्टहरूलाई हटाउनको लागि है। अनि त्यस पछाडि यहाँबाट यो अप्सन्सबाट तपाईँले आफ्नो भिडियोलाई फ्रिज गर्न सक्नुहुन्छ। रिभर्स भनेको पछाडिबाट अगाडि चलाउन सक्नुहुन्छ। अब यतापट्टि जस्तो यो एउटा सिङ्गल छ नि त होइन, अब यहाँनिर दुईटा डबल बनाउन सक्नुहुन्छ कि मिरर बनाएर है। अनि त्यस पछाडि भनेको यो रोटेट गर्न सक्नुहुन्छ यसरी है। सो तपाईँलाई जुन चाहिन्छ प्रयोग गर्न सक्नुभयो। अनि त्यस पछाडि यो ट्रान्सक्रिप्ट यो त्यति काम आउँदैन। अनि स्प्लिट सिन्स भनेको कुनै सिन छ त्यो सिनलाई कटाउनु पर्यो भने यो काम हुन्छ। तर हामी यिनीहरूको त्यति प्रयोग गर्दैनौँ है। ल्यापटपमा हुनुहुन्छ भने तपाईँसँग अलरेडी यहाँनिर माथि टपमा जानुहुन्छ भने यहाँ सर्टकट कीहरू दिएको हुन्छ है। यिनीहरूलाई तपाईँले एड गर्न सक्नुहुन्छ। एड गर्नुभयो भने त्यही अनुसारले तपाईँलाई काम गर्न जस्तो नर्मल्ली तपाईँले जो पनि यी आइकनहरू छ, जो पनि यी टुल्सहरू छ, यी प्रयोग गरेर काम गर्नु र सर्टकटबाट काम गर्नुमा धेरै फरक पर्छ है। लाइक यहाँनिर गएर काट्नु भयो, अब यहाँनिर कट्यो नि त होइन, यो भाग अलग भयो कि हेर्नु त। तर मैले कन्ट्रोल जेड गरेँ। अब यहाँबाट गर्नु पनि उयो कुरा है। तर कन्ट्रोल जेड गर्दा सजिलो भयो नि त, तपाईँको दुवै हात यसरी राखेको हुन्छ। त्यो हुँदाखेरि सजिलोसँगले हामीले के गर्न सक्छौँ, काम गर्न सक्छौँ। अब यो भयो हाम्रो टाइमलाइनमा आएको भिडियो। अब यो डिस्प्ले हो जहाँ चाहिँ हामी कति काम के कसो भएको छ, मतलब तपाईँको कतिको पर्फेक्सन आउँदैछ भन्ने कुरा चाहिँ यहाँनिर हेर्न सकिन्छ। अनि त्यस पछाडि यसलाई ए रोल भन्छ है। यो जुन भिडियो मैले यहाँनिर राखेको छु यसलाई ए रोल भन्छ। अब यसलाई यहाँ माथि लियो भने यो बी रोलमा बस्छ कि। भन्न खोजेको कुरा के हो भने हामीले अ, डि यो भिडियोहरू एडिट गर्दै गर्दाखेरि एउटा सिङ्गल फाइल मात्रै होइन धेरैवटा फाइलहरू युज हुन्छन्। लाइक यो त एउटा सिङ्गल फाइल छ, तर यसको पछाडि ब्याकग्राउन्ड हाल्नु पर्यो भने अर्को युज हुन्छ, अरू केही गर्नु पर्यो अरू अरू धेरै चिजहरू युज हुन्छ राइट। सो त्यो भएको हुनाले यहाँनिर हामीले यसलाई ए रोल भन्छ। यहाँभन्दा माथि तपाईँले टेक्स्ट हाल्न सक्नुहुन्छ, तपाईँले स्टक फुटेजहरू राख्न सक्नुहुन्छ होइन। एनिमेसन्सहरू के लाउनु पर्यो भने यसैमा प्रयोग गर्ने हो। र यहाँभन्दा तलको जो भाग छ यो तल खाली भाग, यसमा चाहिँ अडियो एड हुन्छ ल्यापटपमा है। मोबाइलमा कसरी हुन्छ म तपाईँहरूलाई देखाउँछु। ओके सो अब यसरी हेर्नुहुन्छ भने मेरो भिडियोको यहाँनिर यो कुनै आवाजै छैन के। यसरी क्लिक गर्नुहुन्छ भने ल हेर्नु त, यहाँसम्म आवाज आएको छैन। ल हेर्नुहोस् यो मिस्टेक छ नि त। अब यहाँनिर के गर्न सकियो, सिधा यहाँनिर गएर यहाँबाट अब यसमा थिच्यो भने पनि कट हुन्छ। तर सिम्पली हामी के गर्न सक्छौँ, यहाँनिर ल्याएर यो लाइन जहाँनिर छ त्यहीँनिर काटिन्छ है। फेरि यो लाइनको धेरै ठुलो रोल हुन्छ यहाँनिर। सो तपाईँले यसलाई जहाँनिर राख्नुहुन्छ त्यहीँबाट काटिन्छ। अब यहाँनिर क्यु मात्रै थिच्नु भयो, सिम्पली क्यु थिच्नु भयो भने कटिहाल्छ है, त्यो कटेर गइहाल्यो। अब अनि अर्को कुरा भनेको अब जब यसलाई क्लिक गर्नुहुन्छ त्यस पछाडि यतापट्टि राइट साइडको यो बार खुल्छ के। अब यहाँ बाहिर क्लिक हुँदाखेरि या लाइक यस्तो क्लिक हुँदा यहाँ त केही छैन नि त। यहाँनिर तपाईँको यो फाइलको डिटेल्सहरू दिएको होला, यसको नाम के थियो होइन, कहाँबाट के छ कसो छ, यही कुराहरू मात्रै दिएको हुन्छ। तर जब तपाईँले यसमा क्लिक गर्नुहुन्छ त्यस पछाडि यो बार खुल्छ के। अब स्पेसल्ली काम गर्ने भनेको हामीले यसैमा हो है। अब यसमा काम गर्नुको लागि तपाईँले के गर्नु पर्यो, सुरुमा यो भिडियोको आवाज धेरै ठुलो छ हेर्नुहोस् है। जब तिमी डरलाई जित्न थाल्छौ त्यसपछि जीवन पनि तिम्रो पक्षमा आउन थाल्छ। अब यस्तो छ होइन, आवाज ठुलो छ। सुरुमा के गर्नु पर्यो, अडियोलाई नर्मलाइज गर्नु पर्यो। यहाँनिर अडियोको अप्सन छ, यहाँ भिडियोको छ। भिडियोमा केही पनि चेन्जेस गर्नु पर्यो भने तपाईँले यताबाट गर्न सक्नुहुन्छ है। अनि अडियोमा केही पनि चेन्जेस गर्नु पर्यो भने यहाँबाट गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि यो भिडियोको स्पिड जो बोलिराखेको छ त्यसको स्पिड बढाउनु पर्यो भने तपाईँले यसरी बढाउन सक्नुहुन्छ यहाँबाट। अनि एनिमेटेड बनाउन चाहनुहुन्छ भने यहाँबाट गर्न सक्नुभयो। र एडजस्ट गर्नु छ यसमा केही कुराहरू लाइक यो भिडियोमा चाहिँ केही पनि एडजस्ट कलर करेक्सन होइन केही पनि गर्नु छ भने यहाँबाट गर्न सक्नुहुन्छ। ओके सो त्यही कुरा चाहिँ यहाँबाट पनि गर्न सकिन्छ लेफ्ट साइडबाट, बट हामी चाहिँ बढी जसो यताबाट गर्छौँ। ओके सो भिडियोमा क्लिक गरिसके पछाडि यहाँ बेसिक आउँछ एउटा, एउटा बिजी रिमुभ गर्नुको लागि
मतलब यसको ब्याकग्राउन्ड रिमुभ गर्ने अप्सन्स पनि देखाउँछ अनि मास्कको अप्सन छ, रेटर्सको अप्सन छ। सो हामी यिनीहरूलाई बढी जसो प्रयोग हुने चिज भनेको मास्क भयो, ब्याकग्राउन्ड रिमुभर भयो, होइन, यिनीहरू धेरै जसो प्रयोग हुन्छ। अब अडियोमा गएर मैले यहाँनिर नर्मलाइज लाउडनेस भनेको छ, यसमा क्लिक गर्ने बित्तिकै अब यो भिडियोको आवाज कम भइहाल्यो कि जब तिमी डरलाई जित्न थाल्छौ त्यसपछि कुरा बुझ्नुभयो। अब हामीले भिडियो एडिट गर्दै गर्दाखेरि सुरुको काम भनेको यसको जो अडियो छ त्यसलाई कम गर्ने हो कि लाउडनेस जुन छ त्यसलाई लेभलमा ल्याएर राख्ने हो। त्यस पछाडि हामी अरू कामहरू गर्छौँ। लाइक यहाँनिर अडियोभित्र पनि धेरै चिजहरू छ, जस्तो तपाईँको भोइस, तपाईँको रेकर्डिङमा चाहिँ कुनै इको आएको छ या त्यसमा पछाडि ब्याकग्राउन्ड केही कुराहरू पनि आएको छ भने तपाईँले इन्हान्स भोइस गर्नुभयो भने अब यसको पछाडिको ब्याकग्राउन्ड जो आवाजहरू आइराखेको हुन्छ नि, नोइजहरू, त्यो काटिदिन्छ है। अनि त्यस पछाडि अब भिडियो ट्रान्सलेटर यो हामीलाई काम छैन। अनि यो रिड्युस नोइज भनेको नोइजलाई हटाइदिन्छ। सो यसलाई पनि मैले अन गरिदिन्छु। अब फेरि सुन्नुहुन्छ भने एकदमै राम्रो खालको आवाज आउँछ। जित्न थाल्छौ देख्नुभयो, जस्ट मेरो मात्रै आवाज आउन थाल्यो कि अब है। सो यसरी अब अर्को काम के हो भन्दाखेरि यति काम त भयो, राइट। सो तपाईँको केही अप्लाई गरेको छ, यिनीहरू सबै प्रिमियम फिचरहरू हो। तपाईँसँग यदि यसो छैन भने, प्रिमियम छैन भने चाहिँ यिनीहरू जस्तो ला आवाजलाई पनि नर्मलाइज गर्न सक्नुहुन्न, भोइसलाई इन्हान्स पनि गर्न सक्नुहुन्न, नोइजलाई रिड्युस पनि गर्न सक्नुहुन्न है। सो तपाईँसँग प्रिमियम छ भने चाहिँ बेटर क्वालिटीको बेटर तरिकाले काम गर्न सक्नुहुन्छ। अब यहाँनिरदेखि आवाज छैन मेरो, राइट। सो यसरी जुम गरेर म यहाँनिरदेखि एउटा कट लगाउँछु अनि त्यस पछाडि यहाँनिर आएर एकचोटि सुन्छु। अविश्वास र डरलाई जित। अब यहाँनिरदेखि फेरि आवाज छैन, राइट। सो म यहाँनिर क्यूमा क्लिक गर्छु। अब काटिदिइहाल्यो कि त्यो बिचको भाग थियो नि, त्यसलाई काटिदियो, राइट। सो हाम्रो मेन काम के हो भन्दाखेरि सुरुमा लाउडनेसहरू घटाएर सबै ठिक्क पार्ने अनि त्यस पछाडि यसलाई कट हान्नु है, बिचको अनवान्टेड पार्टहरूलाई चाहिँ हटाउने। अब यहाँनिर मैले पनि कन्ट्रोल बी गरेँ अनि त्यस पछाडि यहाँनिर आएर क्यु थिचेँ है। सो यसरीकन हामीले के गर्न सक्ने रहेछौँ। अब यो अगाडिको पार्ट हटाउनु पर्यो, डब्लु थिच्नु भयो भने यतापट्टिको पार्ट हट्छ है त। सो यो सर्टकट कीहरू हो, तपाईँले यताबाट सिक्न सक्नुहुन्छ। मैले अघि पनि भने यहाँबाट सर्टकट कीहरू सबै दिएको छ हाम्रो लागि है। यो सर्टकट कीहरू हो, टाइमलाइनमा बेसिक चिजहरू सबै छ। यो हामी अझै डिटेलमा बुझ्छौँ। सो उसका विचार शक्तिशाली बन्छन् र अब यहाँनिर र बिस्तारै भनेको छ नि त, राइट। सो यसलाई पनि कटाउनु पर्यो, कन्ट्रोल बी अनि क्यू अनि त्यस पछाडि यतापट्टि पनि कन्ट्रोल बी अनि त्यस पछाडि यसरी सुनौँ हामी। उसका विचार शक्तिशाली बन्छन् र ऊ यसलाई म हटाइदिन्छु। यहाँनिर के छ, शक्तिशाली बन्छन् र उसका विचार शक्तिशाली बन्छन् र ऊ, एक मिनट है त, उसका विचार शक्तिशाली यसलाई मैले डिलिट गरेँ, डबल रहेछ, यसलाई पनि डिलिट गरेँ अनि त्यस पछाडि यहाँनिर आएर उसका विचार शक्तिशाली बन्छन् र ऊ, अब यहाँनिरदेखि म यसो गरेर क्यु थिचेर पछाडिको काटिदिन्छु अनि त्यस पछाडि यहाँनिर बिचमा अलिकति यो भाग खाली छ। सो म यसमा पनि कन्ट्रोल बी अनि यसो गरेर क्यु थिचेर यसलाई पनि उ गर्छु। त्यस पछाडि फेरि यहाँदेखि कट हान्छु एउटा अनि त्यस पछाडि मोबाइलमा चाहिँ अलिकति कम फिचरहरू हुन्छन् कि है। सो त्यो भएर प्रब्लम हुन्छ मोबाइलमा चाहिँ। ल्यापटपमा तपाईँले अलिकति ल्यापटप डेस्कटपमा चाहिँ मजाले काम गर्न सक्नुहुन्छ। अब म फटाफट काट्छु यसलाई, अनवान्टेड पार्टहरूलाई। लाइक उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइका हरेक कठिनाइको सामना वेट अ मिनेट कठिनाइको सामना हरेक कठिनाइको यहाँनिरदेखि अगाडिको यो भाग हामीलाई काम छैन, राइट। सो म क्यु थिचेर यसलाई डिलिट गरिदिन्छु। अब यहाँनिर गएर फेरि सुनौँ। उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइको सामना
साहसको साथमा गर्न थाल्छ। राइट। सो मैले यो जस्ट देखाउनको लागि भिडियो एडिट गरेको थिएँ, अलिकति बढी बिगारी बिगारी, किनभने यो काट्न यताउति गर्न सिक्नु पर्यो नि त होइन। राइट। सो अब साथमा गर्न थाल्छ। अब यहाँनिरसम्म भयो। अब यसलाई मैले फेरि कन्ट्रोल बी गरेँ अनि यहाँनिर गएर सुन्छु है त। किनभने उसले डरमाथि विजय पाए। अब यहाँदेखि अगाडिको पार्टलाई कटाउनु पर्यो भनेपछि यसरी कटाउन सक्छौँ हामी। अब त्यस पछाडि यहाँभन्दा पछाडि यहाँसम्म छ। अब यहाँभन्दा पछाडिको कुनै आवाजै छैन। राइट। सो डरमाथि विजय पाएको हुन्छ। अब यहाँभन्दा पछाडिको हाम्रो आवाज नै छैन। सो यतिसम्म गरेँ मैले र डब्लु थिचेँ। अब यो हाम्रो र मेटेरियलबाट अलिकति हामीलाई चाहिने चिज आयो। राइट। सो यसरी सिलेक्ट गरेर तपाईँले यहाँ ग्रुप गर्न सक्नुहुन्छ, तर यो मोबाइलमा चाहिँ अलिकति बन्दैन है। अल्टको साथमा जी थिच्नु भयो भने एउटा यो कम्पाउन्डेड क्लिप बन्यो कि सिङ्गल क्लिप बन्यो है। हामीले काटेका थियौँ नि त, कयौँवटा टुक्रा छन् यो भित्र, बट अहिले हामीसँग एउटा सिङ्गल फाइल छ। राइट। डरलाई जित्न थाल्छौ त्यसपछि जीवन पनि तिम्रो पक्षमा आउन थाल्छ। अविश्वास र डरलाई जित्ने मान्छे असफलतालाई पनि जित्न सक्छ। उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइको सामना साहसको साथमा गर्न थाल्छ, किनभने उसले डरमाथि विजय पाएको हुन्छ। राइट। सो यो हाम्रो सिङ्गल क्लिप बन्यो। अब यसमा तपाईँले अरू अब छेडछाड गर्ने पालो आयो के भनेको, अब यसमा के कुराहरू एड अन गर्ने, के कुराहरू गर्ने। राइट। सो त्यो सबै चिज गर्ने बेला आयो। सो यसको लागि हामी के गर्छौँ, सुरुमा चाहिँ म भिडियोमा गएर ब्याकग्राउन्ड रिमुभ गरिदिन्छु, किनभने मेरो यो ब्याकग्राउन्ड ग्रिन स्क्रिन छ। राइट। सो तपाईँले नर्मल्ली अटो रिमुभल गर्न सक्नुहुन्छ क्यानभामा, के अरे क्यापकटमा है। यसमा अटो रिमुभल गर्नुभयो भने तपाईँको भिडियोको ब्याकग्राउन्ड अटोमेटिकली रिमुभ गरिदिन्छ। वेट अ मिनट, यहाँनिर यो अगाडिको एउटा फिचर अप्लाई भइरहेछ, फेरि अर्को फिचर पनि यहाँनिर यो अटो कटको भनेको यसको ब्याकग्राउन्ड रिमुभको अप्सन्स जुन छ यो अहिले एकछिनमा स्टार्ट हुन्छ। राइट। सो यसरी हामी के गर्न सक्छौँ, ब्याकग्राउन्ड रिमुभ गर्न सक्छौँ सिम्पली है। एउटा क्लिकमा अटो रिमुभल गर्नुभयो भने एउटा सिङ्गल क्लिकमा चाहिँ तपाईँको ब्याकग्राउन्ड रिमुभ हुन्छ। वेट अ मिनट, यसलाई म अगाडि लिएर जान्छु। यताबाट ल हेर्नु त, ब्याकग्राउन्ड त रिमुभ भयो, तर यहाँनिर यसले के गरिदियो, ल्यापटपलाई पनि कटाइदियो, म बसेको सोफालाई पनि कटाइदियो। राइट। सो यहाँनिर जानुहुन्छ भने ल हेर्नु त, यस्तो भयो के। अब यहाँनिर चाहिँ यदि तपाईँको प्लेन ब्याकग्राउन्ड छ, तपाईँ उभिएर बोल्दै हुनुहुन्छ भने तपाईँ अटो रिमुभल गर्नुहोस्, त्यो गर्दाखेरि सिम्पली सजिलोसँगले तपाईँको ब्याकग्राउन्डलाई रिमुभ गर्छ। तर तपाईँसँग लाइक तपाईँको अगाडि केही छ, तपाईँको बसेको चिज पनि ल्याउनु छ भने तपाईँले के गर्नु पर्यो भने क्रोमा की भन्ने हुन्छ एउटा, त्यसलाई प्रयोग गर्नु पर्यो। त्यो कसरी प्रयोग गर्न सकिन्छ, फेरि यसमा क्लिक गर्ने। राइट। सो यसमा क्लिक गरिसके पछाडि यहाँनिर गएर यसलाई हटाइदिनु, सुरुमा कन्फर्म गरेँ मैले। अब यसको ब्याकग्राउन्ड रिमुभ भएको थियो, फेरि आयो। राइट। सो अब यहाँ कस्टम रिमुभल पनि गर्न सक्नुहुन्छ भनेको, कस्टम भनेको चाहिँ यसो गरेर आफैले काट्ने कि लाइक यसरी। वेट अ मिनट, मैले यसलाई सिलेक्ट गरेँ, यसो गरेर यसलाई चाहिँ कस्टम रिमुभ भन्छ है। यो यो चाहिँ ठ्याक्क हामीले चाहे जस्तो भन्दैन, अलिक बढी मेहनत पर्छ यसमा। सो मेहनत गर्न तयार हुनुहुन्छ भने तपाईँले यो पनि प्रयोग गर्न सक्नुहुन्छ है त। सो यसरीकन अब यिनीहरूलाई सबैलाई यस्तो गरेर हटाउनु पर्यो कि है। यसो गऱ्यो भने एउटा यहाँनिर फिचर अप्लाई हुन्छ। सो अब यो जहाँ जहाँ मेरो मैले त्यो लाइन लागेको थियो त्यहाँनिर यसले साइज बढाउन सक्नुहुन्छ यसरी है। यसरी पनि sorry, कहाँ भन्नुहुन्छ, यसरी तपाईँले आफैले पनि रिमुभ गर्न सक्नुभयो है, यसरी होइन। अब यो एउटा तरिका हो, तर योभन्दा बढी इफेक्टिभ चाहिँ क्रोमा की हुन्छ। सो मैले यसलाई पनि हटाइदिन्छु र मेन चिज हामीले क्रोमा की प्रयोग गर्न सक्छौँ। क्रोमा की भनेको के हो भन्दाखेरि तपाईँको कुनै पनि कलरलाई पिक गर्छ क्या यसले, भनेको यहाँनिर लेखेको छ कलर पिकर। राइट। सो तपाईँले यसरी लिएर जानुभयो भने जहाँनिर छोड्नुहुन्छ त्यही कलरको सबै चिजलाई यसले काटिदिन्छ कि, ल हेर्नुहोस् त। राइट। सो त मेरो फेसमा राख्ने हो भने मेरो बडी, मेरो कपडा उस्तै उस्तै छ, सो त्यसलाई काटिदियो। यतापट्टि ग्रिन स्क्रिनमा राख्ने हो भने पुरै ग्रिन स्क्रिन एक क्लिकमा काटिदियो के। सो यो चाहिँ फेरि प्रिमियम होइन, फ्री हुन्छ है। सो तपाईँले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। अब इन्टेन्सिटी बढाउन घटाउन सकिन्छ भनेको, यो यदि राम्रोसँग गएको छैन, यहाँ कानको पछाडि गएको छैन नि त, सो यसो गरेर इन्टेन्सिटी बढाउनु भयो भने
अब क्लियरली भयो कि है। अनि त्यस पछाडि यो क्लिन अप यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसले चाहिँ अलिकति प्रोफेसनल देखाउँछ। ओके। अनि त्यस पछाडि अब हाम्रो भिडियोको अलमोस्ट ब्याकग्राउन्ड के भयो, रिमुभ भयो। ल हेर्नुहोस् त, अब यो ब्याकग्राउन्ड रिमुभ भयो। रिमुभ भइसकेपछि म यसलाई बी रोलमा लिएर राख्छु। अनि ए रोलमा चाहिँ म मेरो एउटा ब्याकग्राउन्ड ल्याएर राख्छु है। सो मसँग स्टक फुटेजहरू राखेको छु, स्टक फोटोहरू पनि छ मसँग। सो तपाईँले पनि आफ्नो अर्गनाइज वेमा यसरी राख्न सक्नुहुन्छ, आफ्नो फोनमा, आफ्नो ल्यापटपमा है। मैले जति पनि भिडियोहरू रेकर्ड गर्छु तिनीहरूमा चाहिँ यस्तो यस्तो कुराहरू प्रयोग हुन्छ नि त, राइट। सो एडिट गर्नुको लागि अब यसको र यसको साइज फरक फरक आयो कि मैले यसलाई लिएर यहाँनिर राख्छु र अलग अलग के आयो, यो साइजहरू अलग अलग आयो, राइट। सो अब यसको साइजलाई मैले अघि यो क्रपको अप्सन भनेको थिएँ, त्यहाँ गएर तपाईँ के गर्न सक्नुहुन्छ, हाम्रो साइजहरू थाहा हुनु पऱ्यो। जस्तो तपाईँको यो भिडियो जो मैले अहिले बनाएको भिडियो छु त्यो भिडियोको साइज तपाईँलाई थाहा हुनु पऱ्यो कि। ल हेर्नुहोस् त, अब यो फिक्स बस्यो किन भन्दाखेरि मैले यहाँनिर यो फ्री साइजमा हुन्छ सुरुमा चाहिँ, यहाँनिर जानुहुन्छ भने यो फ्री साइजमा हुन्छ। अब 1:1, 3:4, 4:3, 16:9 र 9:16 यो रेसियोहरू हो। अब यो युट्युबको लागि हो, यो रिल्सको लागि हो। अब मैले बनाएको भिडियो भनेको रिल्स टाइपको हो, राइट। सो मैले रिल्सको लागि यो साइज लिन्छु र कन्फर्म गरिदिन्छु भनेको। अब यो ब्याकग्राउन्ड र यो म्याच भयो कि। ल हेर्नुहोस् त, डरलाई जित्न थाल्छौ। अब यसमा तपाईँले अटो क्याप्सन्सहरू लाउन खोज्नुभयो भने यहाँ माथि टपमा यहाँनिर क्याप्सन्स भन्ने अप्सन छ। मैले यहाँ ल्याङ्ग्वेज चेन्ज गर्न सक्नुहुन्छ। जस्तो तपाईँको हिन्दी छ भने हिन्दी गर्न सक्नुभयो, इङ्ग्लिस छ भने इङ्ग्लिस, जापानिज सबै छ। अस्तिसम्म नेपाली थिएन, अहिले चाहिँ नेपाली ल्याङ्ग्वेज पनि एड गरेको छ यसमा है। सो मैले जेनेरेटमा क्लिक गरेँ। अब केही समय लिन्छ यसले र मेरो यहाँनिर मैले जे बोलेको छु नि यो सबै कुराहरू अटो क्याप्सन्सहरू लेखिदिन्छ। ल हेर्नुहोस्, राइट। सो यहाँनिर मेरो टेक्स्टहरू आयो नि त होइन। अब हेर्नुहुन्छ भने जब यो भिडियोमा म तपाईँलाई अलिकति जुम गरिदिउँ, अब यहाँनिर मेरो क्याप्सन्सहरू आइराखेको छ क्या ल्यापटपको माथि, राइट। सफलतालाई पनि जित्न सक्छ, उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइको सामना साहसको साथमा गर्न थाल्छ किनभने उसले डरमाथि विजय पाएको हुन्छ। बुझ्दै हुनुहुन्छ। अब यो पछाडि ब्ल्याक किन आयो त भन्दाखेरि यहाँनिर अलिकति यो ब्याकग्राउन्ड चाहिँ मेरो भिडियो अनुसार पुगेको छैन, राइट। सो यसलाई तपाईँले यसरीकन यसलाई ट्रिम भन्छ, यसो गर्नुभयो भने यसलाई ट्रिम भन्छ, यसो गर्नुभयो भने बढ्छ है। सो तपाईँले अनवान्टेड पार्टलाई यहीँबाट काट्नुपर्छ भन्ने होइन, यसरी पनि ट्रिम गर्न सक्नुहुन्छ यसरी है। सो मैले यति नै राख्छु र अब हाम्रो क्याप्सन्स पनि अटो क्याप्सन्स लेखिहाल्यो यसले होइन। अब यसले हामी टेक्स्टहरू चेन्ज गर्न सक्छौँ यहाँबाट। यहाँ चाहिँ तपाईँको डिफल्ट टेक्स्टहरू प्रयोग भएको हुन्छ, लाइक हामी के भन्छ त्यसलाई युनिकोड युज भएको हुन्छ। अब तपाईँले के गर्नु पर्यो, पिर्तीहरूमा यताउति लेख्नु छ भने चाहिँ आफैले लेख्नुपर्छ है। ओके। सो सबै चेन्ज गरिदियो। अब यसको कलर तपाईँले चेन्ज गर्न सक्नुहुन्छ, लाइक व्हाइट छ मेरोमा, सो म रेड बनाइदिन्छु, रेड हुन्छ, राइट। सो जो बनाउनुहुन्छ तपाईँको इच्छाले, तपाईँको इच्छा तपाईँलाई जस्तो राम्रो लाग्छ त्यही राख्न सक्नुहुन्छ। मैले यो राखेँ, अब यस्तो खालको भयो कि है। सो यसको ओपासिटीहरू यहाँनिर सबै कुराहरू तपाईँले मिलाउन सक्नुहुन्छ। टेक्स्टमा पनि धेरै कुराहरू छ। हामी जो जो तपाईँको हाम्रो क्लास हुन्छ त्यसमा चाहिँ यो टेक्स्टलाई मात्रै पनि तपाईँ प्रोफेसनल वेमा कसरी लेख्न सक्नुहुन्छ त्यसको एक दिनभरिको क्लास हुन्छ कि है। सो अहिले चाहिँ त्यति धेरै पुग्दैन टाइम हामीसँग, एकचोटि मोबाइलबाट पनि गर्नु छ, राइट। सो म अलिक फटाफट गर्छु। अब हेर्नुहोस्, यिनीहरूलाई बोल्ड बनाउन सक्नुहुन्छ, अन्डरलाइन दिन सक्नुहुन्छ, इटालिक बनाउन सक्नुहुन्छ। अब यदि इङ्ग्लिस टेक्स्ट हो भने तपाईँले सबैलाई क्यापिटल लेटर बनाउन सक्नुभयो, स्मल लेटर बनाउन सक्नुभयो। अनि टाइटल केस भनेको अगाडिको फर्स्टको लेटरलाई क्यापिटल र अरू स्मल लेटरमा लेख्नको लागि हो यो। सो यसरी युज गर्न सकिन्छ है त। अनि त्यस पछाडि अब यो टेक्स्टहरूलाई यदि एनिमेटेड बनाउनु छ भने यहाँबाट एनिमेसन्सको अप्सन हुन्छ। सो तपाईँको इन भनेको उता सुरु हुँदाखेरि कसरी हुने, अनि आउट भनेको सकिँदाखेरि कसरी सकिने, लुप भनेको चाहिँ सुरुदेखि अन्तिमसम्म एउटै स्टाइलमा चलिराख्ने हो है। तपाईँलाई जस्तो मनपर्छ त्यस्तै प्रयोग गर्न सक्नुहुन्छ। अब यो टाइप राइटर भनेको यसरी एक एक गर्दै लेख्दै आउँछ, हेर्नुहोस् है त। यसरी हेर्नुहुन्छ भने यसमा यसमा प्रयोग भएको छ।
है। अविश्वास र डरलाई जित्ने मान्छे होइन असफलतालाई ल एकैछिन हामी फेरि हेरौँ, यहाँनिर हेरौँ। अविश्वास र डरलाई जित्ने अब यो टेक्स्ट र यो मिलेन नि त होइन। अब यसलाई हामी के गर्न सक्छौँ भन्दाखेरि टेक्स्टमा आएर तपाईँले अलिकति तलतिर जानुहुन्छ भने यसको ब्याकग्राउन्ड दिन सक्नुहुन्छ है। ल यसरी ब्याकग्राउन्ड दिन सक्नुहुन्छ। ब्याकग्राउन्डमा कलर कस्तो राख्ने तपाईँ आफ्नो हिसाबले राख्न सक्नुहुन्छ। ब्ल्याक राख्दाखेरि यसमा बेटर होला होइन। अब टेक्स्ट चाहिँ स्पेसल्ली वाइट राखौँ र यसको वेट अ मिनट, यो युज भएको छ। कस्तो राख्ने तपाईँले आफ्नो मर्जीले राख्न सक्नुभयो। अब यसमा कलर म ब्ल्याक नै बनाइदिन्छु। अब यो अब क्लियरली देखियो कि है। ल अब एकचोटि हेरौँ त हामी होइन, लाइक यसरी। अविश्वास र डरलाई जित्ने मान्छे असफलतालाई पनि देख्नुभयो। अब अन्तिममा सकिँदाखेरि सकिँदाखेरि फेरि एनिमेसन्समा जानुहोस् अनि आउटमा क्लिक गरेर कस्तो खालको सकिने बेला कसरी जाओस् भन्ने चाहनुहुन्छ त्यसरी टेक्स्टहरू प्रयोग गर्न सक्नुहुन्छ। लाइक अब हेर्ने हो भने यसरी आयो अनि यसरी गयो होइन। बट यहाँनिर यो अलिकति राम्रो लागेन मलाई। अब तपाईँ आफ्नो हिसाबले यसरी चेन्ज गर्न सक्नुभयो कि होइन, राइट। सो ल हेर्नुहोस् त, अविश्वास र डरलाई जित्ने मान्छे असफलतालाई पनि जित्न सक्छ। बुझ्दै हुनुहुन्छ कुरा। सो यसरी हामी के गर्न सक्छौँ, आफ्नो भिडियो एडिट गर्न सक्छौँ। अब जस्तो यहाँ पछाडि यसको पछाडि केही कुरा तपाईँलाई हाल्न मन लाग्यो भने फेरि मिडियामा जानुहोस् अनि इम्पोर्टमा जानुहोस् र यहाँ तपाईँसँग स्टक फुटेज हुनु पर्यो। सुरुमा तपाईँले ल्याएर राखेको हुनु पर्यो कि तपाईँलाई कस्तो भिडियो चाहियो होइन, कस्तो कुराहरू चाहियो जो चाहिँ तपाईँको भिडियोमा प्रयोग गर्ने हो। अब जस्तो यहाँनिर मसँग म डेस्कटपमा जान्छु, डेस्कटपमा र स्टक फुटेजमा जान्छु। यहाँनिर मैले स्टक भिडियोहरू डाउनलोड गरेर राखेको छु राइट। सो यिनीहरू चाहिँ मैले प्रयोग गर्न सकेँ कि है। यसरी ओपन गर्छु म। अब यहाँ आयो, यसलाई म टाइम लाइनमा लिएर आउँछु यसरी। अब मेरो यो फेसको अगाडि आयो नि त होइन। अब यसलाई पछाडि लैजानको लागि अब यो यो भिडियोभन्दा पछाडि ल्याएर राख्नु पऱ्यो कि यसो गरेर ड्र्याग गरेर यहाँ पछाडि टक्क लाएर यहाँनिर राख्नु पऱ्यो। अब यसको साउन्डलाई तपाईँले बन्द गरिदिनुहोस् किनभने ब्याकग्राउन्डमा फेरि यसको पनि साउन्ड आयो भने मजा आउँदैन नि त। सो यसको मैले आवाजलाई बन्द गरिदिएँ, मेरो आवाज आइराखेको छ अनि यसलाई म यसको मुनि लिएर राखिदिन्छु है। यस्तो भयो, मानिक छैन त। ओके, सो मैले यहाँनिर लिएर राखेँ, यसलाई यहाँनिर लिएर राखेँ। अब यसको आवाजलाई बन्द गरिदिन्छु म। अब यसलाई तपाईँले यसो गरेर जुम गरेर टक्क लाएर यहाँनिर राख्नुहोस्। अब यो मास्कको काम के हो भन्दाखेरि मास्क किन प्रयोग गर्ने हो त भन्दा जस्तो तपाईँ यसलाई जस्तो पनि देखाउन सक्नुहुन्छ कि लाइक यसरी राख्न सक्नुभयो, यसरी सर्कलमा राख्न सक्नुभयो, यसरी रेक्टेङ्गलमा राख्न सक्नुभयो, स्टारमा राख्न सक्नुभयो, यो हार्टमा राख्न सक्नुभयो, कुनै टेक्स्टभित्र राख्नु छ भने राख्न सक्नुभयो राइट। सो यो टेक्स्ट चाहिँ तपाईँले लेख्नुपर्छ त्यो जस्तो यसलाई एडिटेबल हुन्छ, यो एडिट गर्नुभयो भने भइहाल्छ। ब्रस टाइपको जस्तो यसरी काट्न के गर्न सकियो, पेन टुलहरू हुन्छ यसरी प्रयोग गर्न सकिन्छ पेन टुलहरू। यदि तपाईँले फोटोसप चलाउनु भएको छ भने युज हुन्छ है त। सो हामी यो सुरुको स्प्लिट भन्ने अप्सनमा क्लिक गर्छौँ र यसलाई मैले यहाँसम्म लिएर आउँछु अनि यसो गरेर म्याच गराउँछु। यदि तपाईँले क्यानभा चलाउनुहुन्छ भने क्यानभामा एउटा ब्लेन्डिङ भन्ने अप्सन हुन्छ र यहाँ चाहिँ यसले ब्लेन्डिङको काम गर्छ। ओके, सो अब हेर्नुहोस्, अब मेरो भिडियो म सुरुबाट प्ले गर्छु, एकचोटि हेर्नुहोस् है त कस्तो भनेर। डरलाई जित्न थाल्छौ ल हेर्नुहोस् यस्तो खालको भिडियो भने कि अविश्वास र डरलाई जित्ने मान्छे असफलतालाई पनि जित्न सक्छ। उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइको सामना साहसको साथमा गर्न थाल्छ। किनभने अब यहाँ पछाडि किन आयो नि त भन्दाखेरि यहाँनिर चाहिँ हाम्रो यो भिडियो छ नि यहाँसम्म मात्रै छ नि त। अब यसको स्पिडलाई तपाईँले अलिकति स्लो गर्नुहुन्छ भने यसको लेन्थ बढ्छ। सो मैले यति गरेँ, यति गरेँ, अलिकति उति गरेँ है। अब यहाँभन्दा पछाडिको पार्टलाई म कटाइदिन्छु डब्लु थिचेर। ओके, सो अब यो अन्तिमसम्म हाम्रो भिडियोमा युज भइराख्ने भयो कि बुझ्नुभयो। भनेको तपाईँ यहाँदेखि अर्को चाहनुहुन्छ लाइक मैले यो यहाँसम्म ल्याएँ। अब यहाँनिर मैले यसलाई कट गरेँ। अब अर्को कुनै भिडियो आओस् यहाँ पछाडि अर्को भिडियो बजोस् भन्ने चाहनुहुन्छ भने तपाईँले त्यस्तै खालको भिडियो ल्याउन सक्नुहुन्छ। यसरी ड्र्याग गरेर पनि राख्नु मिल्छ तर
इम्पोर्ट गरेर यहाँनिर ल्याएर राख्नुभयो भने बेटर, राइट। सो यसैमा हाल्नुभयो भने अब रिप्लेस हुन्छ कि है, लाइक यसो गरेर यहाँनिर ल्याएर मान्छे यो छोटो छ है यो भिडियो, कति सेकेन्डको छ, 3 सेकेन्डको मात्रै रहेछ। यो अलिकति लामो छ त्यही भएर मानेन। ओके, सो तपाईँले त्यही अनुसारको भिडियो ल्याउनुहोस्, लाइक दिस वान। म यसलाई ल्याउँछु अनि यसो गरेर ल्याएर यहाँनिर राखिदिन्छु है। अब यो रिप्लेस हुन्छ कि। अब यसको स्पिड अहिले चाहिँ यसको स्पिड पनि कम होला, किनभने अघि हामीले घटाएका थियौँ, राइट। सो यसरी तपाईँले स्पिडहरू घटाउनु बढाउनु सक्नुभयो। म यसलाई कन्ट्रोल जेड गरेर जहाँ थियो उही स्थानमा लैजान्छु। अब हेर्नुहोस्, फेरि हेर्नुहुन्छ भने जब तिमी डरलाई जित्न थाल्छौ त्यसपछि जीवन पनि तिम्रो पक्षमा आउन थाल्छ। अविश्वास र डरलाई जित्ने मान्छे असफलतालाई पनि जित्न सक्छ। उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइको सामना साहसको साथमा गर्न थाल्छ, किनभने उसले डरमाथि विजय पाएको हुन्छ। अब यसमा हामीले जस्ट के गर्यौँ, एडिटिङ गर्यौँ। अब यसमा तपाईँले के गर्नु पर्यो, अडियो इम्पोर्ट गर्नु पर्यो, राइट। तपाईँलाई कुनै अडियो राम्रो लागेको छ भने ल्याउन सक्नुभयो, नत्र मैले मोटिभेसनल सिनेमेटिक ब्याकग्राउन्ड भिडियो के अरे म्युजिक भनेर सर्च गर्छु र यहाँनिर त्यस्तो खालको म्युजिकहरू आउँछ, लाइक यही मैले युज गरेँ। अब यो युज गर्दाखेरि यो लाइन जुन छ नि त्यहीँदेखि स्टार्ट हुने हो क्या। सो मैले यसलाई यसरी ड्र्याग गरेर यहाँनिर राखिदिन्छु। अब यहाँसम्म भयो। अब यो यसरी सुन्नुहुन्छ भने मेरो आवाजभन्दा बढी यो म्युजिक आउला क्या। ल हेर्नु त, मेरो आवाजभन्दा बढी म्युजिक आइराखेको छ। अब के गर्नु पर्यो, यहाँबाट यो भोल्युम भन्ने अप्सन छ नि यसरी कम गरिदिनु पर्यो क्या। हरेक कठिनाइको सामना साहसको साथमा गर्न थाल्छ, किनभने बुझ्नुभयो यसरी। अब यहाँ लास्टमा यहाँनिर यो लाइन जहाँ आउँछ त्यहाँदेखि यसलाई सिलेक्ट गर्नुहोस्, डब्लु थिच्नुहोस्, जान्छ। ओके, सो यसरी हामी के गर्न सक्छौँ, भिडियो एडिट गर्न सक्छौँ। अब यो सिम्पली मैले अलिअलि तपाईँलाई देखाएँ होइन। अब यहाँनिर यो यहाँनिर ट्रान्जेक्सन हाल्न सक्छौँ कि हामी। ट्रान्जेक्सन भनेको यो हो। अब लाइक मैले यही ट्रान्जेक्सन ल्याएँ, यसलाई यसरी ल्याएर यहाँनिर राखिदिन्छु म। अब यो चेन्ज हुँदाखेरि यहाँ ट्रान्जेक्सन एड हुने भयो कि, लाइक यहाँदेखि यसरी हेर्नुहुन्छ भने ल हेर्नुहोस्, पछाडिको चेन्ज हुँदाखेरि एउटा ट्रान्जेक्सन एड भएर आयो कि। ल हेर्नुहोस् त होइन। अब तपाईँले जस्तो जस्तो ट्रान्जेक्सन राख्न चाहनुहुन्छ, जस्तो तपाईँलाई राम्रो लाग्छ, लाइक दिस वान। अब यसलाई यदि ट्राई गर्नुहुन्छ भने यो मैले यसमा एड गरिदिएँ। अब हेर्नुहोस्, सफलतालाई पनि जित्न सक्छ। उसका विचार शक्तिशाली बन्छन् र ऊ हरेक कठिनाइको सामना साहसको देख्नुभयो हो, यसरी हुन्छ कि है। सो तपाईँले प्रयोग गर्न सक्नुहुन्छ यसरी। ल हेर्नुहोस्, अब फरक युज भयो नि त। अनि यिनीहरूमा पनि तपाईँले टेक्स्ट इफेक्टहरू एनिमेसन्सहरू प्रयोग गर्न सक्नुहुन्छ यहाँबाट है। सिम्पली तपाईँ यहाँ आउनुहोस्, यसरी प्रयोग गर्न सक्नुहुन्छ। अगाडिको यो राख्न सक्यो। सो सबैमा एक एक गरेर राख्दा नि भयो। अनि अप्लाई अल भन्ने अप्सन्स पनि आउँछ, त्यसरी अप्लाई अल पनि गर्न सक्नुहुन्छ। ओके, सो आउटमा पनि म यस्तै राखिदिन्छु। अनि यसमा पनि लाइक यहाँनिर आउँछु, यसलाई सिलेक्ट गर्छु अनि एनिमेसन्समा जान्छु। अब यो यही मात्रै भिडियो एडिट, यस्तै मात्रै भिडियो एडिट गर्न सकिन्छ भन्ने चाहिँ होइन है। तपाईँ यहाँ जस्तो चाहनुहुन्छ आफ्नो इच्छाले लाइक तपाईँ कुनै युट्युब भिडियो बनाउनुहुन्छ, तपाईँ भ्लग बनाउनुहुन्छ, सो हरेक चिजहरू यहाँबाट एडिट गर्न सकिन्छ है। यसो होइन कि तपाईँले अहिले यो मैले जुन देखाएँ यही मात्रै हुन्छ अरू हुँदैन भन्ने चाहिँ हुँदैन। यहाँ तपाईँ जस्तो खालको पनि भिडियो एडिट गर्न सक्नुहुन्छ है। कसैलाई केही सोध्नु छ प्लिज, सोध्नु छ भने सोध्न सक्नुहुन्छ है। म अरू कुराहरू अहिले सेयर गर्छु एकैछिनमा। ओके, अब यो भिडियोलाई अझै राम्रोसँग एडिट कसरी गर्न सकिन्छ हामी एकछिनमा हेर्छौँ। अब मोबाइलमा जान्छु म है, वेट अ मिनट। अरू केही क्वेसन छ? केही क्वेसन छ भने प्लिज सोध्नुहोस् है त। हेलो। यस सर, यस प्लिज। यसको के अरे प्रो यो जस्तै के अरे यो त फ्रीमा हो यहाँलाई नि, मतलब के अरे फ्री भन्दा यो प्रो यो एप्स किन्नुपर्छ होइन, मतलब एप्स यसको किन्नु पर्दैन सर। सब्सक्रिप्सन एप भनेको फ्रीमा हुन्छ। एप सब्सक्रिप्सन तपाईँले होइन मैले यसको। अघि जसरी डाउनलोड गर्न भने नि त्यसरी तपाईँले एप डाउनलोड गर्न सक्नुहुन्छ। तर फिचर यिनीहरू जस्तो केही केही प्रो फिचरहरू हुन्छ, अघि मैले जस्तो देखाएँ नि हजुरहरूलाई। लाइक यहाँनिर ब्याकग्राउन्ड रिमुभ गर्दै गर्दाखेरि अटो रिमुभ गर्नु पर्यो भने यो क्राउन लागेको या डायमन्ड लागेको छ नि, यसलाई यो भनेको प्रो हो के।
अब यो युज गर्नुको लागि तपाईँसँग प्रो हुनुपर्छ। त्यस पछाडि मात्रै हुन्छ। त्यो प्रो भनेको चाहिँ तपाईँको इमेलमा दिन्छ के। अब तपाईँले आफैले किन्नुहुन्छ भने चाहिँ अलिकति कस्टली पर्छ, अलिक महँगो हुन्छ क्यापकट चाहिँ है। सो लाइक तपाईँको मन्थली 1800-1900 2000 रुपियाँभन्दा बढी पर्न जान्छ यदि आफैले किन्नुहुन्छ भने है। तर मैले चाहिँ तपाईँलाई 1 महिनाको लागि हाम्रो क्लास जसले पनि जोइन गर्नुहुन्छ उहाँलाई 1700 के अरे 1699मा क्लास सहित क्यापकट फ्री दिने भनेको छु। सो यदि तपाईँले क्लास जोइन गर्नुभयो भने चाहिँ त्यो फ्रीमा पाउनुहुन्छ, डोन्ट वरी है त। ओके, सो अरू केही क्वेसन छ सर? यो चाहिँ डाउनलोड गर्ने हो है, अरू केही गर्नु पर्दैन, डाउनलोड गर्नुपर्छ। कुरा बुझ्दै हुनुहुन्छ? म एकचोटि यहाँनिर जान्छु, एउटा मिनट। ओके, सो कसैको केही क्वेसन छ भने कृपया सोध्नु होला है त। हामीसँग 13 जना छौँ मलाई आएर। यदि तपाईँहरूमध्ये कसैको पनि केही प्रश्न छ भने प्लिज सोध्न सक्नुहुन्छ। र म अब मोबाइलबाट देखाउँछु। अब एकैछिन है त, मोबाइलबाट भन्दा पहिला यसमा हामी अलिकति बाँकी छ हाम्रो कारोबार। सो म त्यति सघाउँछु, देन अगाडि बढ्छौँ है त। अब यो भिडियो भनेको जस्तो नर्मल्ली मैले अपलोड गरेको थिएँ त्यस्तै छ नि त होइन। अब यसलाई एडिट गर्नु पर्यो के। एडिट कसरी गर्न सकिन्छ त भन्दाखेरि चाहिँ लाइक अब यसमा क्लिक गर्नुहोस्, त्यस पछाडि मात्रै यो अप्सन्स खुल्छ। र भिडियोमा गइसके पछाडि तपाईँ यहाँ अलिकति तलतिर जानुहुन्छ भने यो बेसिकमा गएर अलिकति तलतिर जानुहुन्छ भने स्टेबलाइज भनेको तपाईँ हल्लिराख्नु भएको छ भने पनि एकै ठाउँमा स्टेबल बनाएर राख्छ। अब यसको क्वालिटीलाई इन्हान्स गर्नु छ भने यो पनि प्रो हो, तपाईँले क्वालिटी इन्हान्स गर्न सक्नुहुन्छ है। यो फिचर अप्लाई हुँदै गर्दाखेरि यहाँनिर यस्तो खालको देखाउँछ, वेट गर्नुपर्छ केही समय। अब तपाईँको इमेजमा केही नोइज छ भनेको यो इमेज अलिकति कमजोर छ, अलिकति मतलब क्लियर छैन भने चाहिँ रिड्युस नोइज गर्नुभयो भने त्यो पनि हट्छ। रिलाइट भनेको तपाईँको यो भिडियोमा तपाईँले लाइटिङ युज गर्न सक्नुहुन्छ, कलर चेन्ज गर्न सक्नुहुन्छ लाइटिङको होइन, कताबाट लाइट दिने भनेको त्यो अलिकति उज्यालो देखाउँछ त्यसले चाहिँ लाइटिङले। सो यो कलर कस्तो दिने तपाईँले आफैले चुज गर्न सक्नुहुन्छ। यो लाइटको इन्टेन्सिटी कति राख्ने त्यो पनि आफूले बढाउन घटाउन सक्नुहुन्छ है। डिस्टेन्स कति राख्ने, हाइलाइट कतिको बनाउने, सो यो हरेक कुराहरू चाहिँ यहाँनिर गर्न सक्नुहुन्छ। अटो रिफ्रेम छ, यिनीहरू क्यामेरा ट्र्याकिङ, एआई मुभमेन्ट, मोसन ब्लर, यिनीहरू धेरै चिजहरू छ। सो यी सबै कुराहरूलाई हामी मजाले सिक्यौँ भने एकदमै प्रोफेसनल भिडियो एडिट गर्न सक्छौँ। ओके, सो अनि त्यस पछाडि यहाँ फिल्टर्समा जानुहुन्छ भने तपाईँले नर्मल्ली एउटा सिङ्गल फिल्टर युज गर्नुभयो भने पनि तपाईँको भिडियो अझै शानदार भइहाल्छ कि। ल हेर्नुहोस् त, अघिको भन्दा कति राम्रो देखाइदियो नि मलाई होइन। सो यसरी प्रयोग गर्न सक्नुभयो कि है। अब हेर्नुहोस् त, जब तिमी डरलाई जित्न थाल्छौ यो अलिकति यो फिचरहरू धेरै युज भयो भने अलिकति स्लो चल्छ है। तपाईँलाई चाहिँ म के सजेस्ट गर्छु भने लाइक तपाईँले 20 मिनटको भिडियो एडिट गर्न थाल्नुभयो भने 1-1 मिनट गरेर गर्नुहोस् के। भनेको 1 मिनटसम्मको भिडियो एडिट गर्नुहोस् अनि त्यसलाई यसरीकन काटेर पहिला सुरुमा त्यसलाई डाउनलोड गरेर राख्नुहोस्। अब नेक्स्ट पार्टलाई फेरि काटेर एडिट गर्नुहोस् अनि लास्टमा सबैलाई एकैचोटि अपलोड गर्नुहोस् अनि एकैचोटि डाउनलोड गर्नुहोस्। त्यसो गर्नुभयो भने चाहिँ तपाईँको ल्यापटपले एकदमै मजाले काम गर्छ। मोबाइलमा त त्यस्तो त्यो ह्याङ चल्ने भन्ने हुँदैन, तर ल्यापटपहरूमा चाहिँ यो फिचरहरू अलिक बढी युज हुँदाखेरि यो समस्याहरू आइराखेको हुन्छ है त। ओके, कुरा बुझिराख्नु भएको छ है। अब म हाम्रो डिमान्ड चाहिँ मोबाइलबाट गर्नुहोस् भन्ने आयो, सो मैले मोबाइलबाट ओपन गरेँ है त। ओके, सो मैले यसमा बन्द गरिदिन्छु र मोबाइलबाट सुरु गर्छु। एउटा मिनट, मैले यहाँको स्क्रिन बन्द गरिदिएँ है। सो र एकैछिन, के भयो क्लास जोइन भएन भन्ने कुराकानी आयो क्या धेरैजनाको। अब म यता मोबाइलबाट गरेर देखाउँछु है त। ओके। यसमा कट भइहाल्छ होला।